नमस्ते यहाँहरू सम्पूर्णमा मेरो युट्युब च्यानल जन्तरे ब्लगमा तपाईँहरूलाई स्वागत गर्न चाहन्छु। आज म गाउँकै पेरिफेरीमा रहेर मेरो गाउँभन्दा माथिको बस्ती, गाउँभन्दा माथिबाट देखिने दृश्यहरू, वरिपरिका दृश्यहरू चाहिँ म तपाईँहरूलाई देखाउन लागिरहेको छु। कृपया यो भिडियोलाई सुरुदेखि अन्तिमसम्म नछुटाइकन हेरिदिनुहोला र यो भिडियोको अन्तिमसम्म हेरेर तपाईँलाई के कस्तो लाग्छ मेरो गाउँठाउँको बारेमा तपाईँले सल्लाह सुझाव प्रतिक्रिया पनि दिन सक्नुहुन्छ है त। अत्यन्तै आकर्षक, सुन्दर र मनमोहक क्षेत्र सिलिचोङ गाउँपालिका अन्तर्गत रहेको साबिक सिसुवाखोला 2 हरियामा सिरानबाट चाहिँ यहाँका अत्यन्तै सुन्दर तथा आकर्षक दृश्यहरू, प्राकृतिक दृश्यहरू यहाँलाई म देखाउन गइरहेको छु र देखाइरहेको छु। वास्तवमै मकालुबरुण राष्ट्रिय निकुञ्ज क्षेत्र अन्तर्गत पर्ने यहाँका थुप्रै सांस्कृतिक, धार्मिक, पर्यटकीय स्थल एकदमै आकर्षक खालको र एकदमै महत्त्वपूर्ण खालको रहेको छ, जुन चाहिँ हामी यहाँ देख्न सक्छौँ, जुन चाहिँ म तपाईँहरूलाई यहाँ भिडियो मार्फत देखाइरहेको छु। यो चाहिँ तारेभिर मध्यवर्ती वन क्षेत्र अन्तर्गत पर्ने तारेभिर माथि तपाईँले देखिरहनु भएको छ। यो धेरै उचाइमा रहेको छ। मैले भिडियोमा तपाईँहरूलाई जुम मार्फत एकदमै नजिक जस्तो अनुभूति दिलाइरहेको भए तापनि यो एकदमै टाढो रहेको छ र अत्यन्तै धेरै उचाइमा रहेको छ। यो चाहिँ त्यसै गरी यो यताको क्षेत्रमा तपाईँले देख्न सक्नुहुनेछ भोजपुरको साल्पा सिलिचोको सिलिचोङ हिमालसँग जोडिएका हिमालहरू। त्यसै गरी यो क्षेत्रमा तपाईँले देख्न सक्नुहुनेछ मकालु हिम श्रृङ्खलासँग आबद्ध विभिन्न हिमालका दृश्यहरू तपाईँहरूले देखिरहनु भएको छ, जुन चाहिँ अत्यन्तै आकर्षक अनि सुन्दर र मनमोहक दृश्यहरू रहेको छ। यता घाम उदाउने ठाउँ पूर्व, यहाँबाट चाहिँ देख्न सक्नुहुनेछ तपाईँले शङ्खसभाको दिदिङ, चिचिला लगायतका विभिन्न गाउँपालिकाहरू देख्न सक्नुहुनेछ भने यो क्षेत्र यताको क्षेत्रमा चाहिँ तपाईँले देख्न सक्नुहुनेछ भोजपुरको एरिया, भोजपुर जुन साल्पा सिलिचोङ गाउँपालिका यो डाँडादेखि उता जुन तपाईँले देखिरहनु भएको डाँडा छ, यहाँदेखि उता चाहिँ भोजपुरको साल्पा सिलिचोङ गाउँपालिका अन्तर्गत रहेको क्षेत्र पर्दछ भने अत्यन्तै सुन्दर र अत्यन्तै मनमोहक क्षेत्रको रूपमा रहेको म चाहिँ यी क्षेत्रहरू, घना जङ्गलहरू अनि प्राकृतिक सुन्दरताले त्यत्तिकै भरिपूर्ण रहेको यो क्षेत्रहरू चाहिँ म तपाईँहरूलाई देखाइरहेको छु। भिडियो मार्फत देख्न सक्नुहुनेछ। यदि तपाईँको पनि फुर्सद मिलेछ भने यो क्षेत्रमा आएर तपाईँहरूले पनि दृश्य अवलोकन गर्न सक्नुहुनेछ। प्राकृतिक सुन्दरताले भरिएको यो क्षेत्रमा आएर तपाईँले पनि एकदमै आनन्द लिन सक्नुहुनेछ। एकदमै शान्त, शीतल, चिसो हावा, प्रकृतिले भरिपूर्ण यो क्षेत्रमा तपाईँले पनि आएर यहाँको आनन्दताको महसुस गर्न सक्नुहुनेछ, यहाँको आनन्दलाई लिन सक्नुहुनेछ। यो क्षेत्र जुन चाहिँ म तपाईँहरूलाई देखाउन गइरहेको छु, कोदोबारी देख्न सक्नुहुन्छ है। यता चाहिँ पहिला बाली नालीहरू लगाइराखेकै ठाउँ पनि हो, तर बिचमा चाहिँ बसाइ सराईको क्रम र खेतीबालीमा चाहिँ कम मान्छेले काम गर्न थालेको कारण चाहिँ यो ठाउँ छोडिएको ठाउँ थियो। फेरि अहिले आएर चाहिँ यहाँ एकदमै झाडी बनिसकेको, जङ्गल बनिसकेको ठाउँलाई चाहिँ सबै फाँडेर है, झाडीहरूलाई फाँडेर चाहिँ यहाँ
हाम्रा मामा दाजुहरूले चाहिँ कोदोहरू रोप्नु भएको छ। कोदोहरू मजाले पाक्ने सिजन हुँदैछ, पाक्दैछ है। अनि यता घर पनि बनिसकेको छ पर, तपाईँले देखिरहनु भएको छ है। यो चाहिँ बस्नको लागि चाहिँ अत्यन्तै उपयुक्त ठाउँसम्म परेको, अनि एकदमै चिम्टाइलो माटो भए पनि एकदमै ढुङ्गाहरू चाहिँ कम पाइने। अलिकति समस्या यहाँ पानीको थियो। त्यो पानीको सुविधा चाहिँ अहिले हामीले यहाँ पानी चाहिँ ल्याएका छौँ, जुन गाउँको लागि भनेर ल्याएका थियौँ। त्यही पानीले चाहिँ यता पनि भ्याउने हुँदा अहिले पानीको समस्या पनि यहाँ हटिसकेको छ। यहाँ चाहिँ यो गाउँको यो चाहिँ पक्कै पनि पर्यटकीय दृष्टिले एकदमै राम्रो सुन्दर ठाउँ, अनि एकदम उचाइमा रहेको ठाउँ भएको हुनाले पनि यो चाहिँ मानव बस्तीको लागि चाहिँ एकदमै उपयुक्त पनि रहेको, र त्यही अनुसार चाहिँ यहाँ अहिले हामी बस्दै आएका घरहरू अथवा बन्दै गरेको घरहरू चाहिँ हामी देखिरहेका छौँ। यतातिर चियाहरू पनि रोप्नु भएको छ है। चियाहरू तपाईँले देख्न सक्नुहुन्छ, चियाको बोटहरू। यहाँ चाहिँ सल्लाको बोट पनि देख्न सक्नुहुन्छ है। यो बिहानीको समयमा पूर्वतिर घामहरू पनि उदाइराखेको छ, अनि यो हिउँदोको समय हुनाले चाहिँ वरिपरि डाँडा काँडाहरू चाहिँ एकदमै बिहानैको समयमा देखिन्छ। घाम यता मजाले उदाउँदैछ है। अनि चिया, सल्ला अनि खरहरू है। खर चाहिँ घर छाउनको लागि प्रयोग गरिन्छ। चियाहरू पनि राम्रो राम्रो चियाको बिरुवाहरू पनि यहाँ देख्न सक्नुहुन्छ है। म चाहिँ हिँड्दैछु, लगातार क्रमशः हिँड्दै जाँदैछु। यो चाहिँ गाउँको एकदमै सिरानमा, सबैभन्दा गाउँको टुप्पोमा रहेको बस्ती अथवा ठाउँ हो यो चाहिँ, जसलाई चाहिँ साम्तेल टारको नामले चिन्ने गरिन्छ। र यो साम्तेल टार आफैमा पनि एउटा सुन्दर ठाउँ हो। आमामामा कोदोहरू कति मजाले पाकिरहेको छ है। यहाँ त चाहिँ मसिनो मसिनो बाला भए पनि तर कति राम्रो देखिने के। म चाहिँ अहिले गाउँबाट उकालोको बाटो कटिसकेर यो सम्म टारमा आइपुगेको छु। अनि चाहिँ अब थोरै छेउबाट भिडियो खिच्दै आइरहेको छु। हिँड्दै भिडियो खिचेकोले चाहिँ भिडियो चाहिँ निकै हल्लिरहेछ। छिटो हिँड्दै भिडियो पनि खिच्दै अगाडि बढिरहेको छु। कोदो चाहिँ खासै ठुलो चाहिँ फलेको देखिँदैन है, मसिनो बाला देखिन्छ। कोदोबारीतिर हिँड्दैछु, बिचमा बाटो छ है। म हिँड्दै जाँदैछु। हेर्नुहोस् है त साथीहरू, मेरो गाउँघर यस्तै छ। मेरो गाउँघरको माथि सिरानतिर आज म डुलिरहेको छु है। यता माथि जङ्गलहरू हेर्नु न, जङ्गल उयो माथिको तारेभिर भन्छ है। यो चाहिँ एकदमै पर्यटकीय गन्तव्यको सम्भावना रहेको अथवा पर्यटकीय स्थलको रूपमा पनि सम्भावित रहेको ठाउँ हो। तर चर्चा परिचर्चामा त कमै मात्रामा देखिन्छ। यो चाहिँ एकदमै यतातिर चाहिँ भ्यू टावरहरू राख्ने होइन, यतातिर चाहिँ एउटा घुम्नलायक ठाउँहरू बनाउने अथवा बाटोहरू बनाउने हो भने यो पनि एउटा पर्यटकीय दृष्टिको हिसाबले अथवा पर्यटकीय क्षेत्रको हिसाबले चाहिँ महत्त्वपूर्ण ठाउँ अथवा एकदमै रमणीय ठाउँको रूपमा चाहिँ यो पनि रहेको छ। यो हाम्रो ठाउँको जुन साम्तेल टारभन्दा माथिको क्षेत्रहरू, माथिको यो ठुलो वनजङ्गलहरू है, अनि माथि देखिएको भिरहरू जुन चाहिँ मकालु राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने ठाउँहरू हुन्। अनि यता यो चियाहरू रोपिएको छ, तपाईँले देखिसक्नु भएको छ है। अनि यता पारी धेरै क्षेत्रहरू, धेरै ठाउँहरू यहाँबाट चाहिँ यो धेरै उचाइमा भएकोले चाहिँ धेरै ठाउँहरू पनि देखिन्छ। यता घामहरू उदाइराखेको छ यो बिहानीको समयमा है। यता सल्लाको बोट, चियाको बोटहरू देख्न सक्नुहुन्छ। चिया पनि राम्ररी उत्पादन हुने ठाउँ हो हाम्रो क्षेत्र भनेको चिया। तर यसको प्रशोधन र यसलाई व्यापारीकरणको लागि चाहिँ बजारको व्यवस्था नभइदिएर मात्रै हो, नत्र चिया राम्रो उत्पादन हुने क्षेत्र हो हाम्रो। अनि यता खरहरू देखिरहनु भएको छ, घर छाउने खरहरू। चियाहरू कति हरियो भइरहेछ है। चियाको बोटहरू देख्न सक्नुहुन्छ तपाईँहरूले। बिल्कुलै आज म तपाईँहरूलाई चाहिँ गाउँ वरिपरिको यो क्षेत्रहरू चाहिँ, यो ठाउँहरू चाहिँ देखाइरहेको छु। अब अन्तिममा आएर चाहिँ मैले तपाईँहरूलाई यो खाँदबारी
केही भागहरू पनि देखाउन गइरहेको छु। यहाँ खानबारीतिर म आउँदाखेरि थोरै भिडियोहरू बनाएको थिएँ। गहुँहरू पाकिरहेछ है। अनि यहाँबाट यो बेलुकाको समयमा चाहिँ मैले भिडियो बनाएको थिएँ। पारी दिङ्ला भोजपुर पारीको गाउँहरू सबै भोजपुर क्षेत्र पर्ने ठाउँहरू हुन्। तपाईँले देखिरहनु भएको छ। अनि म चाहिँ अहिले सङ्खुवासभामा बसेर भिडियोहरू बनाउँदैछु। उता हिउँ परेको क्षेत्रहरू पनि देखिरहनु भएको छ। उता चिवा अनि यता भोजपुरको विभिन्न क्षेत्रहरू चाहिँ कति यो बेलुकाको समयमा कति आनन्दमयले चाहिँ देख्न सकिने ठाउँहरू अथवा कति रमाइलो लाग्ने ठाउँहरू चाहिँ रहेको छ है। हिउँ परेको हेर्नुहोस् न यहाँ माथि माथि यो सङ्खुवासभा नै पर्छ यो हिउँ परेको ठाउँहरू चाहिँ है। अत्यन्तै सुन्दर र मनमोहक ठाउँहरू चाहिँ तपाईँले देखिरहनु भएको छ। हेर्नुहोस् है साथीहरू, हाम्रो गाउँठाउँ हाम्रो जिल्लाको सबै ठाउँ त होइन, म आफू जहाँ जहाँ डुलेँ अथवा म डुली हिँड्दा चाहिँ बनाएको भिडियोहरू चाहिँ तपाईँहरूमा आज म देखाउन गइरहेको छु र देखाइरहेको छु। देख्न सक्नुहुन्छ उता पानी परेर है सेतो सेतो बादलहरू पनि कति मजाले छाएर बसिरहेछ बादलहरू है। देख्न सक्नुहुन्छ यता यता। मलाई चाहिँ भिडियो बनाउँ लागिहाल्यो कि, अनि त्यही भएर हतार हतार भिडियो बनाइहालेको यो बेलुकाको समयमा। अनि यो चाहिँ सिसुवा खोला हो होइन, तपाईँले देखिरहनु भएको छ। हिउँदोको समयमा कति मजाले शान्त सुशील भएर बगिरहेको छ। अनि यो चाहिँ गाउँ जाने बाटो हो हाम्रो, जुन चाहिँ यहाँ एकदमै समस्या छ। यहाँ पुलको व्यवस्था नभइदिँदाखेरि चाहिँ यहाँका मुख्य बजार जाने क्षेत्र अथवा मुख्य मान्छे हिँड्ने मेन बाटोमा नै धेरै समस्या पनि रहेको छ। यहाँको जनताहरू चाहिँ यो काठको बनाएको थियो, योभन्दा अगाडि बाँसको थियो, यो काठको पनि मक्किसकेको छ। अब यहाँ चाहिँ एकदमै परिस्थिति एकदम जटिल छ। यो पुलको लागि चाहिँ सरकारले व्यवस्था नगरिदिँदा, स्थानीय सरकार होस् या प्रदेश या सङ्घीय सरकारले चाहिँ व्यवस्था नगरिदिएको एकदम समस्या पनि छ। र साथीहरू, आज चाहिँ म तपाईँहरूलाई आजको भिडियो मार्फत चाहिँ यति नै भन्न चाहन्छु र बाँकी पुनः अर्को भिडियो लिएर आउने चाहिँ तपाईँहरूमा आज हाम्रो भेट पुनः हुनेछ भन्दै आजलाई चाहिँ बिदा हुन चाहन्छु। हस् त, धन्यवाद, नमस्ते।